मिनी ब्लग डे 23। त्यहाँ चाहिँ के लफडा परेर रहेछ। आज फ्राइडे, मौसम एकदम राम्रो छ। लभली डाँडा पनि एकदम सुनसान छ। त्यसपछि एउटा दाइ आउनुभयो, फोटो निकालिदिनु भनेर मैले निकालिदिएँ। अनि त्यो छोरीले चाहिँ कति राम्रो निकालिदिनु भएको अङ्कल भन्दै, राम्रो निक्लिन्छ भन्दै मैले। त्यसपछि एउटा दिदी आउनुभयो आफ्नो छोराको फोटो निकाल्न, मैले खिचेर निकालिदिएँ। त्यसपछि एउटा भाइ आफ्नो जन्मदाताको फोटोकपी गर्न, भाइ चाहिँ एकदम क्यामेरा साय पर्सन रहेछ। आउन भाइ भनेको मान्दै मानेन। त्यसपछि फेरि एउटा भाइ आयो आफ्नो नागरिकताको फोटोकपी र लेमिनेसन गर्न। मैले त्यो यो चाहिँ यसको लेमिनेसन अनि त्यो फोटोकपी दुइटै गरिदिएँ। त्यसपछि एउटा फेरि फोटो निकालिदिनु भन्यो, मैले फोटो निकालिदिएँ। अनि त्यसपछि फेरि एउटा भाइ आयो आफ्नो प्रोजेक्ट वर्कको लागि। अनि अङ्कल जेनजीले दुःख दियो नि भाइ भन्यो। अनि फेरि डकुमेन्टहरू सबै गरेर वडामा पेस गर्नु पऱ्यो भाइ भन्यो। र ठिक छ नि त, मैले फोटोकपी गरिदिएँ। त्यसपछि फेरि दिदी आउनुभयो। दिदी चाहिँ पहिल्यै खिचेको फोटो मैले फोटो निकालिदिएँ। अनि त्यही क्रममा चाहिँ दिदीले चाहिँ आफ्नो छोरीको फोटो निकालिदिनु। अब फोटो हेर्नु है कति ब्लर छ नि, होइन? अब हेर्नु क्लिन भयो नि है। फेरि हेर्नु है ब्लर छ नि, होइन? फेरि हेर्नु है क्लिन भयो नि। यो चाहिँ मैले मात्र गर्न सक्छु भनेको होइन, जुन पनि फोटो स्टुडियोले गर्न सक्छ। जसलाई निकाल्नु छ अब नजिकैको फोटो स्टुडियोमा जानुहोस्, राम्रोसँग निकालिदिन्छ। अनि त्यसपछि फेरि एउटा भाइको चाहिँ वर्किङ एक्सपिरियन्स निकाल्ने भन्यो, मैले वर्किङ एक्सपिरियन्स निकालिदिएँ। त्यो अघिकै भाइ हो, त्यो प्रोजेक्ट वर्कको लागि भाइ हो। त्यो भाइले फेरि आफ्नो थेसिस निकाल्यो, त्यो पनि निकाल्यो। यो भाइ हेर्नु है, पहिला यस्तो बाल साइड बाल थियो नि, होइन? यो बाल मन परेन र यस्तो बाल मन परेर कि। अनि किन भनेको त भाइले चाहिँ साइडमा राख्ने मनै के अरे कहिल्यै राख्दैन अरे, जहिले अगाडि राख्छ अरे। अनि त्यही भएर चाहिँ मैले यही फोटो निकालिदिएँ। त्यसपछि फेरि एउटा अङ्कल आउनुभयो, उहाँको पनि फोटोकपी गरिदिएँ। अनि साँझको 5:30 भइसक्यो त, घाम पनि चरक्क पोल्ने गरेर लाग्यो। अनि यो चाहिँ 6:45 7 o'clockतिरको, अनि यो चाहिँ राति 10 बजीतिरको हो। नानीहरू खेलिरहेछ। यहाँसम्म हेरिदिनु हजुरलाई धेरै धन्यवाद। र भोलिको भिडियो हेर्न नबिर्सिनु होला। भोलि भेटौँला।